संसारभर जसरी सगरमाथाले एउटा चाहिँ शिर उच्च बनाएको छ, त्यसै गरी 60 लाख उत्पीडितहरूको शिर उच्च गर्ने काम चाहिँ अहिले खगेन्द्र सुनारले गर्नुभएको छ। र त्यो अभियानमा, यो महान गौरवशाली यो आत्मसम्मानको प्राप्तिको अभियानमा तपाईँ हामी मेचीदेखि महाकालीसम्मबाट हामी साथीहरू जोडिएका छौँ। तपाईँहरू सबै हामीलाई अहिले हेरिरहनुभएका, संसारभरबाट हेरिरहनुभएका साथीहरूलाई म हार्दिक नमन गर्न चाहन्छु। र अझै यस्तै गरी यतिले पुगेको छैन। हिजो हामी सडकबाट भन्दै थियौँ दलितलाई खै, अब हामी फेरि अर्को मोर्चा बनाउँदैछौँ र हामी सदनबाट भोलिका दिनमा भन्नेछौँ, हामी लेख्ने ठाउँमा पुग्नेछौँ। कतिपयले हामीलाई भने दिन्छु भने, होइन, दिन्छु भने तर दिएनन्। कागजमा लेख दिए तर दिएनन्। कागजमा हाम्रो लागि सबै कुरा भएको छ। संविधानको धारा 40 मा सबै कुरा भएको छ। त्यहाँ जमिन दिने कुरा भएको छ, त्यहाँ निःशुल्क शिक्षा दिने कुरा भएको छ, त्यहाँ निःशुल्क आवासको व्यवस्था भएको छ। तर 10औं वर्ष बितिसक्यो संविधान बनेको, तर त्यो कुराहरू कुनै पनि लेखिएन, कुनै पनि दिएन। त्यसको लागि कुनै पनि कानुन बनेन। मौलिक अधिकारको कुरा कानुन बनेर दिने कुरा हुँदैन, तर कानुन बनाइदिने छ भन्ने छलछाम गरियो र त्यहाँ त्यो चिज पनि आज रोकिएको छ। त्यो हुनाले तपाईँ हामीले सडकबाट मात्रै आवाज दिएर नहुने रहेछ, सदनबाट चाहिँ हाम्रो आवाजहरू दिनुपर्ने रहेछ। हामीले आजसम्म पठाएका, चाहे त्यो काङ्ग्रेस होस्, चाहे त्यो माओवादी होस्, चाहे त्यो एमाले होस्, तिनले हाम्रो आवाजलाई कहिले पनि स्वीकारेनन्, हाम्रो मुद्दालाई कहिले पनि स्वीकारेनन्, हाम्रो पीडालाई कहिले पनि अनुभूति गरेनन् र तिनले हामीलाई कहिले पनि एक्सेस दिएनन्। आज पनि हामीले चाहँदाखेरि ती प्रतिनिधिलाई हामीले भेट्न सक्दैनौँ। त्यो हुनाले तपाईँ हाम्रो प्रतिनिधित्वको आवाज तिनीहरूले गर्न सक्दैनन्, काङ्ग्रेसले गर्न सक्दैन, एमाले गर्न सक्दैन र माओवादीले गर्न सक्दैन। तपाईँ हाम्रो पीडाको आवाज, तपाईँ हाम्रो दुःखको आवाज, तपाईँ हाम्रो चाहिँ समस्याको सम्बोधन गर्ने भनेको हाम्रै नेताले मात्रै गर्न सक्छ। हाम्रै पार्टीबाट बनेर गएको प्रतिनिधिले, सांसदले मात्रै गर्न सक्छ र त्यहाँ गएर लेख्न सक्छ। लेख्ने मात्रै होइन, जुझ्न सक्छ, लड्न सक्छ। त्यसको लागि पनि हामीले यो आज ऐतिहासिक सुरुवात गरेका छौँ साथीहरू।